भन भाइ म तपाईलाई एउटा क्वेशन सोध्छु है दाइ म नि एउटा क्वेशन सोध्छु है तिनजना सोध्ने ल त्यसो भए म भन्छु मलाई आयो भने चाहिँ त्यो क्वेसनको एन्सर दिन्छु है तिमीहरूको के क्वेसन छ पालेको सोध न ल भाइहरू भाइ पानी परिरहेको छ होइन त सिमले पानी परिरहेको छ होइन त ल ओइ आएर भाइ मेरो जग्गा यहाँ भित्र ल्याउनु त आइज त हामी यहाँ भित्र बसेर कुरो गरौँ भाइ ल पानी पर्यो पसौँ त नपस्छ त के हो ल आएर भाइ यहाँ बस्छ माथि आऊ न यस्तो माथि आऊ ल बस्छ भाइ कस्तो पानी पर्यो क्या कस्तो मिठो गफ चलिरहेको थियो होइन कस्तो दामी कस्तो पानी पर्थ्यो क्या त्यसो भए केटा हो को पहिला क्वेसन सोध्ने ए ल ल चुकाएर पछि केटा हो म पहिला तिमीहरू होइन म पाले पहिला सोध्न दिन्छु पहिला म 10 है जसले काउन्ट गर्ने 10 हुन्छ त्यसले फर्स्ट सोध्ने है ल काउन्ट गर्नु ल 1 2 3 4 5 6 7 8 9 10 ल एलेमो पर्यो एलेमले पहिला सोध्छ है त हुन्छ के हो 10 काउन्ट कसले भएको थियो एलेमले भएको थियो है हो कि होइन वरदान ल एलेम भाइ के क्वेसन सोध न ल डोरको स्पेलिङ भन्ने र मलाई आउँदैन जस्तो लाग्छ म भन्नु त ल DOOR डोर मिल्यो र ओ यस भाइ अघि मैले तिमीले मलाई सोधेको त्यो क्वेसन मैले मिलाएँ के हो मिलायो अब म तिमीले एउटा क्वेसन सोध्छु नि ल हुन्छ नि भाइ ल है त ल तिमीले मलाई डोरको स्पेलिङ के भन्ने सोधेको थियो मलाई DOR डोर भनेको थियो र त्यसो भए DOR डोरलाई नेपालीबाट के भन्छ है बोका बोका हो के हो त त्यसो भए ए ढोका ल मिल्यो के कस्तो म त बोका भन्दैन कस्तो सक भइदिरहेको क्या ए ल एलेमले सोधिसक्यो नि त क्वेसन के हो सेकेन्ड को भनेको थियो तिमी हो ए ल वरदान भाइ ल के क्वेसन सोध कुन चाहिँ बाख्राको मुनि कहाँ कहाँ देखाउनु भने ए ल ल ल ल ल एकछिन बस्दै अरे केटा हो है कहाँ जाने भने भाइ ए ल ल ल ल खै कहाँ के भनेको यो धारा हो नि भाइ चारवटा धारा ल जाम केटाहरू पर्खेर होला फेरि गफ गर्नु जाम आऊ छोड केटा हो यो ठाउँमा आयो भाइ धारा चिन्यो नि धारा अबदेखि बोकाको मुनि खोइ कहाँ ए यो भाइ यो घन्टी हो भाइ घन्टी यो घन्टी चाहियो तिमीलाई तिमीलाई यही चाहिन्छ ए भाइ जाउँ न अहिले म तिमीलाई बजारमा योभन्दा राम्रो किनिदिन्छु किन चाहियो हाम्रो स्कुलको पाले दाइलाई बजाउन चाहियो के ए तिमीलाई अहिले नै चाहियो हो र होइन भाइ म तिमीलाई अहिले चाहिँ दिन सक्दिनँ है म तिमीलाई योभन्दा राम्रो घन्टी किनेर बजारमा किनिदिन्छु क्या यो चाहिँ किन भन्दाखेरि यसको अहिले सिजन चलेको छैन क्या अहिले बजारमा तिमीलाई काठमाडौँमा गएर राम्रो योभन्दा राम्रो किनिदिन्छु यसको सिजन चलेको छैन यसको सिजन चाहिँ दसैँतिर हो दसैँमा चाहिँ म तिमीलाई किनिदिन्छु फिक्स है प्रमिस हो पिङ्की प्रमिस हो साँच्ची हो मलाई चाहिँ यो घन्टी 10 रुपैयाँ नि चाहिन्छ है ए ल भाइ ल तिमीलाई म दसैँमा 10 रुपैयाँ नि चाहिन्छ किन चाहियो तिमीलाई हाम्रो स्कुलको पाले दाइलाई घन्टी बजाउनु के घन्टी बजाउन स्कुलमा घन्टी छैन ए ल भाइ जाउँ म तिमीलाई बजारमा किनिदिन्छु अहिले जाने किन्दिनँ ल आऊ के हो आइज आऊ जाउँ हामी ल आऊ गर्दै गरेर लगाऊ आऊ जाने आऊ